म बैंकबाट आएको। बैंकबाट? बैंकको मान्छे घरमा आउनु पर्ने के परेछ त्यस्तो? खोइ के कामले हो। भित्रै आउनु न बाबु। मलाई हजुरहरूको घरमा आउने काम त अरू के हुनु र? 8-9 महिना भइसक्यो किस्ता नतिर्नु भएको। त्यत्रोचोटि फोन गरेँ, फोन उठाउनु भएन, त्यही भएर आएको नि। खोइ के कुरा मलाई थाहा छैन, मैले लिएको होइन। दाइ विदेश जाँदाखेरि लिएको ऋण हो, के कुरा आमासँग गर्नु मलाई त केही पनि थाहा छैन। अनि आमा किस्ता चाहिँ किन नतिर्नु भएको त? खोइ बाबु, विदेश गएको पनि 2 वर्ष भइसक्यो। वर्ष दिनसम्म त राम्रै थियो, फोन पनि गर्थ्यो, पैसा पनि पठाउँथ्यो। 1 वर्ष भयो, न फोन गर्छ न पैसा पठाउँछ। खोइ विदेशीसँग बिहे गरेर बसेको छ अरे भनेर सुनेको छु। एकचोटि कान्छो छोरालाई बोलाउनु त। ए कान्छा, बाहिर आइज न। म यो बैंक स्वयंको कुरा केही बुझ्दिनँ। ए आमा, तपाईँले मलाई किन घरिघरि बोलाइरहनु भएको? घर जग्गा धितो राख्ने दाइ, लापत्ता हुने दाइ, अनि मलाई चाहिँ किन बोलाइरहनु भयो अहिले? त्यसै के कुरा गर्ने आफै गर्नु। त्यस्तो होइन नि भाइ। अब यो कसरी मिलाउने, के गरी मिलाउने भन्नेतिर लाग्ने कि आमालाई यसरी असिलो बनाउने त? तपाईँ पनि त छोरा हो उहाँको। छोरो त हो नि, ऋण मैले लिएको होइन। अनि के गर्नु त? घर लिलाममा हालिदिनु? बाबु हुन्न हुन्न, घर लिलामी गर्ने कुरा चाहिँ नगर्नु बाबु। बस्ने बासी यही एउटा छ, यही पनि लिलामी भयो भने म कहाँ जाऊ? ए कान्छा, के बोल्न त पनि, सम्झान सरलाई। हामीले के गर्ने सर? हाम्रो घर परिवारको सबैको नम्बर ब्ल्याकलिस्टमा हालिदिनु भएको छ। हामीले कुनै नयाँ नम्बरबाट फोन गऱ्यौँ भनेदेखि हाम्रो बोली सुन्ने बित्तिकै फोन काटिदिनुहुन्छ। हामीले चाहिँ के गर्ने भन्नु त? ओहो, कस्तो अप्ठ्यारोमा पारिदिनु भएको रहेछ है। के गर्नु, मैले पनि गर्न केही सक्दिनँ। म पनि बैङ्कको एउटा कर्मचारी हुँ। अब बैङ्कको आदेश मान्नै पर्यो मैले पनि। एकचोटि नम्बर दिनु न मलाई उहाँको। कान्छा, दाईको नम्बर दिए त म बाबुलाई। सर दाइको नम्बर यही हो नि। एकचोटि म फोन गरिहेर्छु, कोही पनि नबोल्नु है त एकछिन। हस् सर। हस्। हेलो, म नेपालबाट इन्सुरेन्स कम्पनीबाट बोलेको। ए यस्तो, हजुरको बुवाले इन्सुरेन्स गर्नुभएको थियो। त्यो इन्सुरेन्सको चाहिँ 8 किस्ता जति तिर्न बाँकी थियो। त्यो 8 किस्ता तिर्यो भने चाहिँ हजुरलाई चाहिँ 1 करोड रुपियाँ आउने थियो कि? 1 करोड? हजुर हजुर। कति हो